नमस्कार साथीहरू, तपाईलाई स्वागत छ हाम्रो क्रिकेट विशेष समाचारमा। आज नेपालको एउटा साँच्चीकै दिल धड्काउने खेल नेपाल बनाम स्कटल्यान्ड टी20 रोमाञ्चक भिडन्त। नेपालको सधैँ नै यस्तै खालको खेल हुने गर्छ। सोही अनुसार आज पनि खेल अन्तिम बलसम्म तानिएको यो खेलमा नेपालले सङ्घर्षपूर्ण जित दर्ता गर्यो। पहिलो ब्याटिङमा स्कटल्यान्डको सुरुवातै खराब रह्यो। नेपालका स्पिन जादुगर सन्दीप लामिछानेले मात्र 11 रन दिएर 4 विकेट झारे। ललितले 1, दिपेन्द्रले 2 र करणले 2 विकेट लिए। पुरै 20 ओभरमा स्कटल्यान्ड रोकियो मात्र 97 रनमा। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ठिकठाक सुरुवात दियो। लाग्दै थियो सजिलै जितिन्छ, तर खेलमा रोमाञ्चक मोड आयो। नेपालको ब्याटिङ क्रम धमाधम गिरेपछि खेल चर्कियो। 19 ओभरसम्म पुग्दा पनि कसको जित कसको हार भन्न सक्ने स्थिति थिएन। तर सङ्घर्षपूर्ण जित नेपालले 2 विकेटले जित्यो र यस रोमाञ्चक खेललाई आफ्नो पक्षमा पार्यो। तपाईलाई कस्तो लाग्यो आजको खेल? कमेन्टमा लेख्नुहोस् र यस्तो रमाइलो क्रिकेट समाचार हेर्न हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला।